And we've just set off from De Bakel, Lalitpur towards Simba Fall. Tank fill up at Takel before heading Lille. Turn right towards Pathavara Temple Way. सर्टकट बाटो पाथी भएर हुँदै देखाएको म्यापमा चाहिँ यता भाडदेव हुँदै जानु भन्नु खोजाएन अघि त्यो अलिकति लामो घुम्नु पर्दो रहेछ यो चाहिँ त्यो अब नलु खोला निस्केर अनि त्यसपछि एकछिन चौधार आइ Chagger. Rightward side. यहीँसम्म त रहेछ यसरी चोइलो छ यसरी गाउँतिर हुनेलाई त्यो पानी अमला पानी चोल्नु पर्यो यो के रोसी खोला यो सस्ती खोला यहाँ कहाँनिर यो अब त्यो झर्ना यो बाटोबाट जानुपर्छ कि यो हाम्रो घरपट्टि जाने बाटोबाट आऊ जाऊ न आऊ तिम्रो Turn right. कता हो गोठीखेलै निस्केको भए सजिलो हुन्छ होला त्यो डाटा हुँदै आएको हामी चाहिँ गुडनेस हामी ब्रेकमा छौँ अनि अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ त्यहाँ तल हो अनि त्यहाँ चाहिँ हाम्रो एकजना ब्रदरको रिलेटिभ्सको घर रहेछ कि यहाँनिर सो त्यहाँ एकचोटि बसेर अनि स्कुटर बाइकहरू पार्क गरेर त्यस पछाडि चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुन्छ बाटोहरू ठिकै छ अहिलेसम्म त्यस्तो एकदमै गाह्रो पनि छैन तर ठाउँमा चिप्लोहरू चाहिँ छ कालो ओह्रालो ढुङ्गाहरू बाटो चाहिँ छ अनि त्यसमा दुई ठाउँमा चाहिँ यता डाँडातिरको बाटो चाहिँ अलिअलि पानीले गर्दा माटोहरू परेको रहेछ त्यो चाहिँ दुई ठाउँमा चाहिँ ढुङ्गाले हटाइरहेको थियो एकैछिन वेट गर्नु परेको थियो अरूमा चाहिँ खासै त्यस्तो अब प्रब्लम नै भएको खालको चाहिँ हामीले त्यहाँ पनि त्यस्तो त्यो एक्सपिरियन्स गर्न परेन गोटीहरूले मदेखि आतङ्कित विद्यार्थी अर्जुन भाइ हाम्रो लागि भोज पाएर हो क्या हामीलाई भोज पाएर हो क्या हो भने Hike starts here. Recharging our body for the hike. पुलनिर ठ्याक्क राख्नु पर्ने क्या बोर्ड एउटा है एउटाले जुम हानेछ त्यता त पानी मस्त देखाएको आवाज त आएर छ अलिअलि है जाउँ न हामीलाई राखेको त अहिले हिम्मत हार्न चाहिँ दिएन है हामीलाई कस्तो मुसाको जस्तै फिल भयो त्यहाँनिर लौरो हालेर बस्दाखेरि कुरा
त्यहाँबाट फोटो राम्रो आउनु भनेको असम्भव यहाँ बस्नु त ल यहीँबाटै खिच्यो ल सिम्बा फल आइपुग्यो जाउँ एकदम बिस्तारै 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 जाउँ 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 कहाँ चोरी भयो यो पक्रिनु न यहाँ पनि छ त्यहाँनिर अलिकति अप्ठ्यारो छ क्या Finally here. Bye bye to Simba Falls. यहाँनिर छ जुगाले यहाँ हाल्यो ओहो यो त सर्छ त्यहाँ ओ ढले ढले बल्ल मर्छ यो अब जुगाले चाहिँ पक्षपात भएको रहेछ ए किसकिसहरू चाहिँ खानु हुँदैन अघि नुन लागेको त फेरि पछाडिबाट हाल्नु एकचोटि गाउँको पारिपट्टि डाँडामा गएको है त है हुस्सो लागेको गिद्ध यत्रो आएर के हाम्रो एकछिन त साथ त्यो माछखण्डमा मेरो गाउँको पारि अब ठुलो छोरो र केटी अब डेटिङ बसिरहेको है उनीहरू जाडो भएको छैन यो आफूलाई यार त्यत्रो बाक्ला ज्याकेट लाउँदा पनि जाडो भइसक्यो ए हिँड्न भन्छु बा मायामा अन्दै त हो मायामा भोक तिर्खा प्यास जाडो आफूलाई भोक पनि लागिसक्यो जाडो पनि भइसक्यो ए हिँड्न भन्छु मान्दैन बा है अब छोडेर जानु पनि नमिल्ने त्यत्रो बाटो है पहिलोचोटि गएको दुई तिनचोटि गएको त फर्किदिने अब के गर्नु भोक लाग्दैन निन्द्रा लाग्दैन लाग्छ भाइ भन्नु कस्तो हामी भोक नलाग्ने निन्द्रा नलाग्ने झन् धेरै लाग्ने होला है भोक यता पानी परे जस्तो यतापट्टि पानी परे जस्तो खै परे जस्तो दाल सबै हाम्रो यो त पिए पनि हुन्छ गाउँको जान्नु बस्नु सक्छ फर्किनु पर्ने छ पहिलोपटक तपाईँ यता आउनु हो हजुर 2 घन्टामा अझ पुग्दैन 2 घन्टै भयो साहब ने ए चाउ कोजमा पुगेर है हो त्यो खोलाबाट यो बाटो हो जस्तो लाग्यो उता हो कि न अलि उताको बाटो हो ठिक छ अघि ए ठ्याक्कै यतापट्टिको So now we are heading back. कता चाहिँ पानी छ मलाई बाँच्न Back home.